हेरिरहेकोलाई नमस्कार छ मेरो यो च्यानलमा युट्युब च्यानलमा कि विशेष गरी सूचना चाहिँ के छ भने नि हाम्रो यो रोड विभागका है महोदयलाई अब बर्खामा चाहिँ हजुर यो बाटो चाहिँ कसरी खोला तर्ने यतिखेर चाहिँ यो पुल बन्द गरेर चाहिँ बाटो बनाउनु पर्ने हो कि कसो हौ? या अब बर्खामा त यो खोल्सामा गाडी कुद्दैन, सानो गाडी र ठुलो गाडीहरू। यतिखेर चाहिँ घाम लागेको टाइममा चाहिँ पानी कम्ती छ, छ्याप्पै बन्द गरेर चाहिँ है पुल रिपेयरिङ गरेको भए त अति असल हुन्थ्यो हजुर। यो मेरो भिडियो चाहिँ सक्दो सेयर गरेर माथि 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 ठुलो चाहिँ घुम्ने चौकीमा बस्ने सरहरूसँग पुऱ्याइदिनुहोस् है। बाटो खराब छ यो कुमरेक रम्फू जाँदै गरेको रम्फू रोड है, बाटो यस्तै छ है। यहाँ वरिपरि कम्पनी छ, कम्पनीले यसो बाटो बनाउनु पर्ने बनाउँदैन। बिमारीहरू लिएर जाँदैछ सिन्ताम हस्पिटल, साह्रो छ। साह्रो मनमा लागेर चाहिँ यसो यो भिडियो बनाइ हेरेको। कसैको मनमा चोट पऱ्यो भने चाहिँ माफी पाउँ है हजुर, यस्तै चाहिँ के गर्नु। मन हाम्रो खुसी छ, बाटो यस्तै छ।